हेलो साथीहरू, हामी यतिकै रुखको छारीमा बसिरहेको बेला मम्मीले एक काम दिएर जानुभयो। आउनुहोस् साथीहरू, त्यो के काम रहेछ हेरौँ है त। मम्मीले बुढोलाई हिजो रातिको पानीले भिजेको दाउरालाई चिरेर आँगनमा सुकाउने भनेर भन्नुभयो। किनकि साथीहरू, यो भिजेको दाउरालाई चिरेर सुकाएन भने साँझ खाना पकाउँदा एकदमै गाह्रो हुन्छ के। अनि हाम्रो घरमा दुईवटा पाठा छन्, तिनीहरू आएर राम्रोसँग नबसेर घरमा दौडेर पुरै खन्दिन्छन् के साथीहरू। अनि यता अरू यो धिउरोले पनि घरमा जताततै प्वाल पारेर फोहोर मात्रै बनाएका छन् के साथीहरू। यसरी धिउरो आयो भने घरको काठहरू सबै खाएर खोक्रो बनाउने भएकोले यिनीहरूलाई आउन नदिनको लागि मैले जसरी पनि लिपपोत गर्नुपर्ने छ। लिपपोत गर्नुभन्दा अगाडि मैले यसलाई बढाल्नु पर्ने हुन्छ, त्यसैले म बढाल्दैछु। धिउरो नि घरभरि छ, मैले यो धिउरोलाई हटाउनलाई तलमाथि सबै ठाउँमा बढाल्दैछु कि साथीहरू। हाम्रो घरमा भएका दुईवटा पाठाहरू धेरै नै बदमास छन्। आफ्नो आमासँग कम र घरमा धेरै बस्ने गर्छन्। लिपपोत गरेको घर नि कहिले लिपपोत नगरेको जसरी भत्काइदिन्छन् कि साथीहरू। यो बर्खा लागे साथै हाम्रो घरतिर पनि पानी परेर सबै घर नै कस्तो कस्तो बनाइदिन्छ यो पानीले। अब म लिप्नको लागि माटो लिन गइरहेको छु। यताको माटो धुलो हुँदैन रहेछ, माटोको डल्ला हुने रहेछ। जे जस्तो भए पनि माटो चाहिँ धेरै नै राम्रो छ। म माटो लिप्ने भाँडामा राख्दैछु। हेर्नुहोस् है साथीहरू, यो माटोको डल्ला भएकोले यसलाई भिजाएर राख्नु पर्छ, त्यसैले म धाराबाट पानी लिएर आएर लिप्ने भाँडोमा हाल्दैछु कि साथीहरू। घर लिप्दा माटो र गोबर मिसाएर लिप्दा अझै राम्रो हुने भएकोले गोबर नि हालौं भनेर हेर्न लाग्यो त त्यसमा किरा परिसकेको रहेछ। मम्मीले एक दुई दिन अगाडि लिएर राखिदिनु भएको थियो मलाई लिप्न सजिलो होस् भनेर। त्यसमा किरा परेकोले मैले त्यो गोबर नहाली लिप्न थाले कि साथीहरू। अब लिप्छु भनेर लागेको थिएँ, अझै माटो भिजेको रहेनछ। यो माटोलाई भिज्न दिएर म यसो रेस्ट गरौँ कि भनेर बेन्चमा गएर बसिरहेको छु। काम नै गरेको छैन। मेरो पसिना हेर्नु न साथीहरू, म आफ्नो पसिना हेर्दैछु। कति धेरै गर्मी भएको, मलाई मात्र हो कि हजुरलाई नि यस्तै हुन्छ कि साथीहरू। म रेस्ट गर्दै थिएँ, उता मेरो बुढो अझै दाउरा चिर्दै हुनुहुन्छ। दाउरा चिरेर घाममा सुकाउनलाई दाउरा राख्दै हुनुहुन्छ कि साथीहरू। अब माटो भिजिसकेपछि म लिप्न सुरु गर्दैछु। जहिले पानी परिराख्ने भएकोले घर पनि कस्तो भत्किएको छ, मान्छे नबसेको घर जस्तै भएको छ कि साथीहरू। म कसरी लिपौँ, कहाँबाट लिपौँ भनेर हेरिरहेको छु। मैले लिप्नको लागि माटो र पानीलाई मिक्स गर्दैछु। अब मैले लिप्न सुरु गरे। यो पानीले गर्दा घर धेरै नै भत्किएको छ, त्यसैले लिप्न नै धेरै नै गाह्रो होला जस्तो छ के साथीहरू। लिप्दा लिप्दा पानी नै सकिएछ, पानी नै छैन, सकियो पानी भनेर बुढोलाई देखाउँदैछु। म पानी लिएर आइदिनु न भनेर बुढोलाई पानी लिन पठाएँ। मेरो अगाडि कोही बसेको छ भने काम अडाइहाल्न मन लाग्छ कि मलाई। त्यसमा नि बुढो हुनुहुँदो रहेछ अगाडि, उहाँलाई त म किन छोड्थे र। मैले भन्न बित्तिकै हिँडिहाल्नु भयो काम गर्न, नाइ नै भन्नु भएन र उहाँ पानी लिन जानुभयो। हेर्नु न साथीहरू, म मोटी भएर यसभित्र छिरेर लिप्न नि सक्दिन कि। म उता त लिपिहाले जसो तसो, यता लिप्न धेरै नै गाह्रो होला जस्तो छ। यो टेबुल र बेन्च भित्र छिरेर लिप्नै नसकिने भयो के। मोटी भएपछि यस्तै हो गाइस, यो टेबुल बेन्च भएको ठाउँमा छिर्न र लिप्न अनि माथि निस्किन साह्रै नै गाह्रो हुने रहेछ कि साथीहरू। आधा लिपेको छैन, मेरो पसिना त हेर पुरै भिजिसके म पसिनाले। कसरी लिप्ने अब त नसक्ने भएँ। अझै पानी सकिहाल्यो। बुढोलाई फेरि पानी लिएर आउनु भनेर पानी लिएर आउन पठाएँ धारामा। पानी लिएर आएर आउनुभयो अनि फेरि लिप्न लागे। अब यो खाटमुनि कसरी छिरेर लिप्नु म। बुढो भन्दै हुनुहुन्थ्यो हात पुग्ने ठाउँमा मात्र लिप भनेर। मेरो मनले मानेन, लिपेपछि सबै लिप्नु पर्यो भनेर लिप्न लागेको। खाटमुनि छिर्नै नसक्ने भएँ म। जसो तसो गरेर मेरो लिप्ने काम सके। त्यसपछि म धारामा गएर हात मुख खुट्टा सबै धोएर सके मैले। आजलाई यति नै। भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर गर्न नभुल्नु होला। फलो नगर्नु भएको साथीहरूले मलाई फलो गर्नु होला। भेटौँला अर्को ब्लगमा। बाइ बाइ।